हेलो गुड मर्निङ सबैजनामा। म बिहानको आफ्नो फेसलाई यस्तो गरिसकेँ। अब आज फेस मात्रै होइन, अब कपालको लागि पनि म केही रेमेडीहरू गराउँछु आफ्नो कपाललाई। हजुर मेरो कपाल कति पलाएर यस्तो भइरहेको हजुरहरू हेर्नु होला है। अब मैले यसमा दही एड गर्छु है। दही राख्छु यसरी। चाया एकदमै ओभर चाया हुने र कम हुने जस्तो भए पनि चायाको लागि। अनि फ्रेस एलोभेरा यो अब काटेर यसरी काटेर यस्तो गरेर गर्नु पर्यो। अब यसलाई मैले मिक्सरमा राख्छु है। अनि अब यो मिक्सरमा यसरी हाल्छु। यो यति हैन। अब यसलाई फेरि अब यसको लागि अलिकति तातो पानी हाल्छु हैन। तातो पानी पकाउनु पर्ने, मैले पकाएको तातो पानी हो। अनि अब यो यहाँ राखेँ। अब यो चियापत्तीले कपाललाई चम्किलो बनाउँछ के। अनि 1 चम्चा 2 चम्चा तपाईहरुले चिया खानेहरूले चिया पत्ती नफाल्दा नि हुन्छ। यो चियापत्ती यो हाल्यो हैन। त्यसपछि मेरो मेथी कता गयो? अब यो मेथी हो है। यो मेथीले कपाललाई एकदमै राम्रो अनि बलियो गराउन मद्दत गर्छ। यो मेथी पनि यसरी त्यही तातो पानीमा है हालेर अब 5 मिनट जति उमाल्नु। अब यो भाँडामा फेरि यहाँ खनाउँछु। अनि अब यसलाई हिट गर्छु। कता गयो फेरि मेरो लाइट हो? अनि यसलाई ग्यासमा अब अघि काटेको एलोभेरालाई यसरी अब अनि यो रेडी भयो हैन। अब पानी पनि पाक्यो है। अब पानीलाई यसरी छान्नुबाट मेथी पानी चियापत्ती यस्तो आउँछ लाइन। यो आफ्नो अनुसार लगाउने है। अनि यसरी छाने मैले। अनि मेरो कपालको राज यो र यो ल। मेरो कपाल कस्तो छ पछि हेर्नुलाई फेरि है। सिल्की छ, राम्रो छ मेरो कपाल, नराम्रो छैन।